I will talk about these topics. नेपाली हो भने हामीलाई सहज होला कम्युनिकेसन गर्नलाई के अंग्रेजी हामीले भन्दै यहाँ चाहिँ ओके यसको कन्टेन्टहरुमा चाहिँ सुदूर पश्चिम प्रोभिन्सको बारेमा छ यो विषयमा धेरै बोल्दैन किनकि यो हामीलाई थाहा भएको कुरा हो एन्टरप्रेन्योर एन्ड एन्टरप्रेन्योरशिप अनि सोसियो कल्चरल फ्याक्टर्स यहाँ समाजशास्त्रका धेरै स्तर हुनुहुन्छ त्यसले एन्टरप्रेन्योरशिपमा के असर पार्छ आई विल टक अबाउट दिस थिङ अल्सो अनि एन्टरप्रेन्योर इकोसिस्टम भने के हो र हाम्रो प्रदेशका अहिलेको स्ट्रेन्थ र अपर्चुनिटी के हुन् र यो फेडरल प्रोभिन्सियल र लोकल गभर्नमेन्टको के भूमिका हुन सक्दछ भन्ने एउटा छ अब यो सुदूरपश्चिमको प्रदेश हो यो अब यो यसको के जनरल डेटा हो सबभन्दा मोस्ट सिग्निफिकेन्ट डेटा के भन्दाखेरि हाम्रो यहाँ पोभर्टी बढ्यो नाउ इट मोस्ट ह्युमन डेभलपमेन्ट इन्डेक्समा सबभन्दा पछाडि भएको हो त्यसमा त शैक्षिक उपलब्धि पनि पछाडि छ यहाँको यो शैक्षिक उपलब्धि भन्छ नि बढा प्रगति सम्झिन्छ भनेको तर यो एउटा मेन हाम्रो अरू चिजमा चाहिँ छ र अब इकोनोमिक ग्रोथ रेट यसको 4% छ पोभर्टी चाहिँ छ यो 34% यो कर्णाली प्रदेशमा कम भयो यहाँ बढी हो आसाममा सबभन्दा हाइस्ट पोभर्टी रहेछ नियरली 50%। टोटल पपुलेसन करिब 8 लाख मान्छे बाहिर काम गर्छन् भन्ने यसको अनुमान छ यो जनरल डेटा हो अब यो तीनटा कुराबाट स्टार्ट गर्छु बिजनेस गुड्स अर सर्भिस अर मार्केट कुनै पनि चिज यो बेसिक कुरा हो नेपालले पनि कुरा बुझ्नु कुनै पनि कुरा नाफा कमाउने उद्देश्यले गरिएको एउटा व्यवसाय हो व्यवसाय चाहिँ कुरा गुड्स अर सर्भिस हुन्छ गुड्स भन्दा भौतिक वस्तुहरू होइन जस्तो मोबाइल बिस्कुट यो प्रोडक्ट जो फिजिकल सर्टिन सेभेन साइज हुन्छ भौतिक वस्तुको विषय के भन्दाखेरि इट क्यान बी युज फर फ्युचर युज इट क्यान बी स्टोर फर फ्युचर युज पछि युज गरेर राख्न सक्छ बिस्कुट चाहिँ पछि ठाउँमा राख्न मिल्नेको भौतिक वस्तु भयो सर्भिस भनेको सेवा जस्तो सिनेमा सेवा हुन्छ अथवा चाहिँ हेयर कटिङ सेवा हुन्छ ब्युटिसियनको सेवा हुन्छ त्यो चाहिँ फ्युचरमा स्टोर गरेर त्यतिखेरै हुनुहुन्छ र काठबाट प्लेन चल्यो सेवा हो मेरो भागको टिकट राखेर पैसा जम्मा भन्नु पाइन्छ त्यो चलाउन सक्छ सर्भिस पनि चालु भइहाल्छ त्यो सर्भिस चाहिँ त्यसरी स्टोर गर्नु सकिँदैन र मार्केट जुन ठाउँमा खरिद बिक्री गर्ने मान्छे त्यसलाई मार्केट भनिन्छ त्यो मार्केट अर्थ बुझ्नु जरुरी छ यो म्याकडोनल्ड बनाउने मान्छेलाई सोध्छ तिम्रो मार्केट कहाँ हो भनेर उसले भने यो संसारको हरेक जसको पेट छ तिम्रो मार्केट हो समस्या बनाउने कम्पनीलाई त पेट बनाउनु चाहिँ मार्केट हो कि अहिले समस्या पुऱ्याउनु त सक्नु पर्यो तैँले मार्केट जहाँ जो खरिद बिक्री हुन्छ द्याट इज मार्केट ओके अब ओके अब उद्यम मेरो यो फोकस एन्टरप्रेन्योरशिपमा नै छ आइडिया क्रिएसन हुन्छ आइडियाबाट प्रोडक्ट बनाउनु तैँले कति आइडिया छ के अर्थ हुँदैन त्यो आइडिया चल्दै चल्दैन यो कोकाकोला बनाउने कम्पनीमा के हो भन्दाखेरि अमेरिकामा 1880 को आसपासमा 8 लाख कोकाकोलाको यो कोकाकोलाको आविष्कार भयो त्यसबेला कोकाकोला कस्तो भन्दाखेरि घरमै बोतलमा भरेर खाने त्यो कोकाकोला मान्छेले बेच्दा बनाएको आफै खानलाई बनाएको हो सुरुमा अब त्यो त्यसमा रिफ्रेसन त्यसले नि ग्यास भनिन्छ लास्टमा द्याट रिफ्रेसन त्यसको बडा विशेष त्यसको खास मजा त्यसैमा छ त्यो चट्ट बाहिर आउँछ त्यो मजा आउँछ रिफ्रेसन छ हो त्यो चाहिँ उसले घरमै चाहिँ बनाउँथ्यो पछि चाहिँ के भन्दाखेरि अब त्यो चोला अरू बल्ल बल्ल गरेर माग्न आउनु थाल्यो हामीलाई पनि देउन माग्न आयो त्यो डोरमा पनि बजारका मान्छे त्यसका भिड लाग्न थाल्यो अनि एउटा यो बेच्नु त बजारमा यो दोकान खोलेर कोकाकोलाको हिस्ट्रीमा लेखाएको छ यो बेच्दा तर यहाँ समस्या के भयो भन्दाखेरि त्यो कोकाकोलामा चाहिँ त्यसलाई बन्द गर्ने सिस्टम राम्रो थिएन घरमा त चट्ट भरेर त्यहाँ निकाल्थ्यो ग्यास हुन्थ्यो दोकानमा जाँदा त्यो सम्भव भयो तर त्यसैको नजिकमा यो आइडिया कसरी प्रोडक्ट हुन्छ भन्ने विषयमा कुरा गर्दैछु जहाँनिर कोकाकोला कम्पनी छ त्यही टोलमा अर्को मान्छे बढ्दो रहेछ पाठो मान्छे उसले उसको कोकाकोला कम्पनीलाई कोकाकोलामा ध्यान दियो उसको ध्यान त्यो बिरुवा कसरी पर्ने भन्ने मान्छे उसले कुरा बुझिसक्यो बिजनेसमा पठाउनु देखिसक्यो यसको बिरुवा बनाउनु पाएको हुन्थ्यो भनेर उसले गर्दा एउटा बिरुवा आविष्कार गर्यो आविष्कार गरेपछि चाहिँ पाठा मान्छेहरू अमेरिकामा उसले तुरुन्तै गएर पेटेन्ट राइट बनायो आफ्नोमा नक्कल बेच्दा भनेर त्यो अरूले बनाउन नपाउने गरेर पेटेन्ट राइट गरेर आयो अब कोकाकोला कम्पनीमा गयो
तिमीलाई यस्तो किलोको चाहिन्छ त्यसको विशेष डिजाइनको थियो त्यसभित्र जाने कोको ग्यास पनि स्टोर हुन्थ्यो कोकोला कम्पनीले त्यो त उसले चाहिएकै त्यही थियो होइन म खोज्दाखेरि देउता मिला जस्तो भयो यो हामीलाई दिनुहोस् लगाउनुहोस् कहिलेमा बेच्ने हो भने होइन म बेच्ने छैन होइन भाइ यो तर तिमीलाई युज गर्न सक्छौ यदि चाहन्छौ भने उसले बेच्न धेरै पैसा गर्यो किन यो अधिकारी हामीलाई धेरै नै हामीले अधिकार दिएर तर पछि गएर उसले त्यसलाई बेच्न तर यसलाई युज गर्न सक्छौ भनेर त्यसलाई प्रयोग गर्ने अधिकार दियो रोयल्टीले पाउने गर्छ तर संसारमा जति पनि कोकोला बन्छ त्यसको पर्सेन्ट केही पर्सेन्ट उसका जान्छ अहिले र कोकोलाको जाँदाखेरि एटलान्टामा हेड अफिस छ त्यसैको बगलमा त्यो बिर्कावालाको पनि हेड अफिस छ कोकोलाको ठुलो अफिस छ उसले खालि बिर्काको हिसाब गर्छ कति बिर्का पुग्यो भनेर त्यसमा नगएको आइडिया चल्ने आइडिया हो पऱ्यो बिना चल्ने आइडिया के गर्नु नयाँ घरमा 10वटा कैँची राखेको छ को चाउचाउ काट्दाखेरि लाग्दैन चाउचाउ काट्दाखेरि पल्लो घरको कैँची मगाउनु पऱ्यो त्यो 10 कैँचीको केही अप्सन पर प्रोडक्टै एउटा कैँची जोड्न लाग्ने त्यसले विचार त्यो हुन्छ प्रोडक्टमा आउनु पऱ्यो संसारमा जति पनि प्रोडक्ट बनिएको छ सुरुमै विचार नै थियो त्यो र आइडियालाई प्रोडक्टमा बनाउनु हो अच्छा अब प्रोडक्ट के हुन सक्छ प्रोडक्ट धेरै चिज हुन सक्छ एउटा के हुन्छ भन्दाखेरि फिजिकल प्रोडक्ट हुन सक्छ फिजिकल प्रोडक्ट भनेको यो जुन हामी देखेका छौँ भौतिक फिजिकल प्रोडक्ट पेजको अब के हुन्छ भने सर्भिस सेवा पनि एउटा प्रोडक्ट हो विभिन्न प्रकारका सर्भिसहरू छन् यहाँको होटल सर्भिस हुन्छ एयरलाइन्सको सर्भिस एकदमै सेवा जहाँ हामी केही काम गर्नुपर्छ त्यो सर्भिस पनि एउटा प्रोडक्ट भन्दा विस्तृत रूपमा जानु पऱ्यो हामी खालि प्रोडक्ट भन्दा भौतिक प्रोडक्टलाई मात्रै लिन्छौँ तर प्रोडक्ट एकदम वाइड कभरेज जान्छ अब के हुन्छ प्लेस पनि एउटा प्रोडक्ट हो एउटा घोडाघोडी एउटालाई प्रमोसन गर्न सकिन्छ घोडाघोडीले एउटा प्रोडक्ट हो हामी मसुरी भन्छौँ त्यो एउटा प्रोडक्ट हो खप्ता एउटा ठाउँ पनि प्रोडक्ट हुनसक्छ मार्केटिङको हिसाब अनि पिपुल पनि प्रोडक्ट हुन्छ पिपुल प्रोडक्ट नै पर्छ भन्न सक्नुहुन्छ कि मान्छे पनि प्रोडक्ट हो कुनै नचले हाम्रो अमिताभ बच्चनलाई ल्याउनु त यहाँ घोडाघोडी कतिवटा टिकट बिग्छ तर मान्छे पनि प्रोडक्ट हुनु पऱ्यो खेलकुद खेलाडीहरू हुन्छ उनका गायकहरू हुन्छ यहाँ त मेलामा गायकहरू आउँछ नि त सब प्रोडक्ट हो अब अनुसार हुन्छ कुनै मान्छे जाने अमिताभ बच्चनलाई 12 करोड रुपियाँ कर तिर्नु परेको छ एकचोटि कर ट्याक्स तिरेन सरकारले करोड जोड्नको लागि पछि उसले भने पैसा तिर्नु छैन उसलाई अब हाल्दा पैसा छैन तर म तिमीलाई आफ्नो सेवा दिन सक्छु त्यो भारतको पोलियो निवारण विभागलाई एउटा यस्तो आवाज चाहिहाल्यो जो भारतले पत्याउँछ तपाईँले पोलियो निर्मूल गर्ने आवाजमा अमिताभ बच्चनको आवाजलाई हाल्यो पोलियोको लागि भन्ने टाइम र 12 करोड रुपियाँमा सरकारको कर कट्टी गर्यो तर त्यो पनि एउटा प्रोडक्ट भएको जस्तो लाग्छ अब इभेन्ट पनि प्रोडक्ट हुन सक्छ इभेन्ट भन्नाले जस्तो कि मेला हुन सक्छ होइन हाम्रो यहाँको मेलाहरू लाग्छन् महोत्सव हुन्छ त्यो पनि एउटा इभेन्ट हुन सक्छ अर्को कुरो आइडिया पनि प्रोडक्ट जस्तो ओआइओ भन्ने छ त्यसको एउटा पनि होटल रुम छैन त संसारमा सबैको होटल थियो खालि नेटवर्किङ बनाएर होटल चलाइरहेको छ काममा पठाओ भन्ने छ त्यसको आफ्नो एउटा पनि टेक्स्ट छैन नेटवर्किङ हो आइडिया हो त्यो आइडिया पनि एउटा प्रोडक्ट त यति प्रोडक्ट हुन सक्छ प्रोडक्ट भनेको फिजिकल हुन सक्छ सर्भिस हुन सक्छ प्लेस त हामीले यो अर्थमा दिनु पर्यो प्रोडक्ट अब एन्टरप्रेन्योर भनेको उद्यमी हो जोखिम उठाउन सक्ने कुनै पनि अवसरबाट जोखिम उठाउन 3-4 पर्छ एन्टरप्रेन्योर पहिलो कुरा अपर्चुनिटी देख्छ उसले अब कुनै पनि आर्थिक अवसरबाट लाभ उठाउन जोखिम लिने मान्छेलाई एन्टरप्रेन्योरशिप भनिन्छ अर्थशास्त्रको भाषामा भन्दाखेरि फ्याक्टर्स अफ प्रोडक्सन ल्यान्ड लेबर क्यापिटल एन्टरप्रेन्योरशिप ल्यान्ड लेबर क्यापिटल हुन्छ त्यसलाई उत्पादनशील गर्नलाई एन्टरप्रेन्योर भन्छ तर यो एन्टरप्रेन्योर भनेको त्यस्तो व्यक्ति हो जो जोखिम उठाउन चाहन्छ र अपर्चुनिटी देख्छ त्यो एन्टरप्रेन्योर हो व्यक्ति एन्टरप्रेन्योर नाउन हो एन्टरप्रेन्योरशिप भनेको उद्यमी बनाउने प्रोसेस हो समाजमा आफै उद्यमी छैन भने उद्यमशीलताको तालिमबाट बनाउन सकिन्छ अहिले संसारभरिका विश्वविद्यालयहरूमा एन्टरप्रेन्योरशिपको ट्रेनिङ हुन्छ त यो एन्टरप्रेन्योरशिप भनेको प्रोसेस हो एन्टरप्रेन्योर भनेको व्यक्ति अब
के के भन्दाखेरि कुनै पनि देश आर्थिक विकासमा लागि फिजिकल रिसोर्स हुनुपर्छ भन्ने धारणा थियो। प्रधानमन्त्री धेरै यहाँ इकोनोमिक्स ब्याकग्राउन्ड हुनु होला। म यहाँ कुनै गहिरो अर्थशास्त्र कुरा गर्न यहाँ जति पनि कुरा गर्छु त्यो कमन कुरा हो, भित्रको कुरा छैन। यो जुन बडा गम्भीर कुरा गर्ला पर सामान्य कुरा गर्दैछु। यो कसो भन्दाखेरि पहिले के धारणा थियो भन्दाखेरि जुन देशमा रिसोर्स बढी हुन्छ त्यो विकास हुन्छ भन्ने थियो। फर्स्ट टाइममा जो देश विकसित भयो नि, जो नेपाललाई वर्ल्ड ब्याङ्कले सायद अमेरिकालाई कुन ब्याङ्कले त्यो कहिले दियो आफै भयो, अस्ट्रेलियालाई आफै विकास भयो, चाइना आफै के अरे रसिया आफै भएको, क्यानाडा आफै भयो। तर त्यसलाई के धारणा थियो भन्दाखेरि कुनै पनि देश विकासमा नेचरल रिसोर्स चाहिन्छ भन्ने थियो। संसारको सबभन्दा ठुलो भूमि भएको देश रसिया हो, त्यत्रो देशमा मान्छे छैन। क्यानाडामा त्यति मान्छे छैन, इभन त अमेरिकामा छैन, अस्ट्रेलियामा छैन। जमिन प्रशस्त खाने छ, फलाउँछ, सारा चिज छ, तर मान्छे पाउँछ। त्यो त्यस बेलाको अर्थशास्त्रले नि के भन्थ्यो भन्दाखेरि नेचरल रिसोर्स इन्डोमेन्ट, प्राकृतिक साधन बन्छ, त्यसको आधारमा त्यो देश विकसित हुने हो भन्ने थियो। त्यस बेलाको अवधारणा थियो। सर एउटा प्रोब्लम आउनु सक्छ सर, त्यो रेगुलेटेड लगातार मलाई असर जस्तो हुन्छ। मैले कुनै पनि कुरा ठिक छ, त्यो कुनै साइकोलोजिकल कारण हुनसक्छ। तपाईँ कुनै गुप्तचरबाट गरिरहेको थाहा हुँदैन, मेरा यस्तो गरेर खानाले ठिक छ, थ्याङ्क यू, फोटो लिनु हुन्छ कार्य। तर त्यो के भयो भन्दाखेरि अनि यस धनीहरूलाई चाहिँ रेगुलर रिसोर्स हुनुपर्छ भन्ने हो। उदाहरण रसिया, चाइना, रसिया, अमेरिका, क्यानाडा देश हो, जमिन प्रशस्त छ, मान्छे छैन। तर पछि अर्थशास्त्रले आफ्नो सिद्धान्त बदल्नु पर्यो। के यस्ता देश पनि विकसित भए जहाँ केही पनि रिसोर्स छैन। जस्तै जापानमा एक टुक्रा पनि फलाम आउँदैन, खाने नै छैन, तर संसारको सबभन्दा ठुलो फलाम निर्यात देश। कच्चा पदार्थ फलाम आयो, गजब प्रोसेसिङ गरेर बेच्छ। पछि के धारणा, कुनै पनि देश धनी हुने या नहुने, इट डज नट डिपेन्ड अन नेचरल रिसोर्स इन्डोमेन्ट, बट इट डिपेन्ड्स अन द नम्बर अफ एन्टरप्रेन्योर्स अफ द्याट कन्ट्री। त्यसमा उद्यमी कति छन् त्यसमा डिपेन्ड गर्छ। भारतमा सबभन्दा बढ्ता पर क्यापिटा टुरिज्म आउने भनेको हरियाणा हो। हरियाणा सानो राज्य हो, दिल्ली नजिक। न त्यहाँ माउन्ट एभरेस्ट छ, न त्यहाँ लुम्बिनी छ, केही पनि छैन। खालि मैदान इलाका दिल्ली नजिक पर हेडको हिसाबले सबभन्दा बढ्ता। तर उसले रोड साइड टुरिज्म भने डेभलप गर्यो। रोड साइड भनेको दिल्लीमा 3 करोड मान्छे बस्छन्, सफोकेसन छ, मध्यम क्लास बैठक आएर रिल्याक्स हुन चाहन्छ, तर बाटाभरि त रिजोर्ट खोलिदिएको छ। तर त्यो एन्टरप्रेन्योरसिप हो। त्यसले अब अहिले कुनै पनि देश विकसित हुने या नहुने भन्ने कुरो एन्टरप्रेन्योरसिप उद्यमी कति छन् भन्नेमा डिपेन्ड गर्छ। यो एउटा कुरा हो। अर्को कुरा के आएर भन्दाखेरि हाम्रो जस्तो देशलाई सफ्ट स्टेट भन्छ। सफ्ट स्टेट भनेको मान्छेहरू भाग्यमा विश्वास हो। अघि हाम्रोमा डोरबार विश्वको कुरा आउँदै थियो, मैले एटाचमेन्ट डेभलपमेन्ट भन्ने कुरा किताब लेखेका छन् कि हाम्रो समाज बढी भाग्यवादमा विश्वास गर्छ। किनकि त मेरो भाग्यमै यस्तो थियो होइन, जब कोही बिदा जान फेल हो भने मेरो भाग्यमै यस्तो रहेछ भने मैले पढाएको हुन्थ्यो भने सोधेँ होइन, अरू एक्स्ट्रा पढाएको पानी हुन्थ्यो। फेडरलिजम त्यो एउटा सफ्ट स्टेट हो। हामीहरू विभिन्न कारणले गर्दाखेरि हाम्रो अर्को कुरो त्यही सोसियल मोबाइलिटी, एन्टरप्रेन्योरसिपमा असर पार्ने अर्को कुरा सामाजिक परीक्षण मोबाइलिटी हो। जुन समाज जति बढी मोबाइल छ त्यति विकसित हुन्छ। संसारमा सबभन्दा बढी मोबाइल भनेका युजहरू र वान अफ द मोस्ट अफुलेन्ट ग्रुप इन द वर्ल्ड। संसारका सबै धनाढ्य मध्ये युजहरू पर्छ। भारतको कुरा गर्नु छ भने गुजरातका जाने पटेलहरू, मारवाडीहरू छ, राजस्थानका, पन्जाबका सिखहरू, यिनीहरू एकदम मोबाइल जातमा आउँछ। भारतको सबभन्दा सम्पन्न छन्, जहाँ पनि भेटिन्छन् यिनीहरू। त मोबाइल सोसियल मोबाइलिटी हो। कुनै पनि देश एन्टरप्रेन्योरसिप हुने कि नहुने सोसियल मोबाइलिटीमा डिपेन्ड गर्छ। त्यो हाम्रो देशमा यस्तो कुनै सिरियस स्टडी भएको छैन। तर एउटा अध्ययनमा के देखाउँछ भने यहाँ अब सोसियोलोजीको सर हुनुहुन्छ, मैले क्षेत्र लेख पढाएको थिएँ, नेपालमा सबभन्दा मोबाइल जारी भनेको थकाली रहेछ। त्यसको उदाहरण पनि छ मसँग। तपाईँले थकाली जात छ नि, हाम्रो हिराचन्द शेरचन्द हुनुहुन्छ नि, उहाँहरू थकाली। तिनको मूल थलो थाक थलो त मुस्ताङतिर हो होइन। तर जब धनगढीमा राजमार्ग बन्यो, त्यो राजमार्गको आसपासका मान्छेले आएर त्यहाँ होटल खोलेन, थकाली ल्याएर होटल खोल्यो। त्यसको तल गाउँ थियो हाम्रो यहाँका, त्यो गाउँको मान्छे आएन, थकाली ल्याएर त्यहाँ होटल खोल्यो।
भाषुको अन्ठान भिडमा चाहिँ अन्ठानलाई जुन जोडसोड दिएको हो त्यहाँ पनि खोल्यो त एन्टरप्रेन्योर अवसर पायो त्यहाँ पनि जाने धनगढीमा पहिलोपटक पक्की घर बनाउने मात्रै धेरै थकाले आउने थिए अहिले यहाँ छैन बाहिर गइसकेको देख्छु त्यसले यो एन्टरप्रेन्योरसिप भनेको के हुन्छ भने मोबाइलिटीमा सोसियल मोबाइलको डिपेन्ड कति मोबाइल हो त्यो हुने हो अर्को कुरो एन्टरप्रेन्योरको इकोसिस्टम हुन्छ वातावरण अनुकूल हुनु पर्यो कुनै पनि अब योको अगाडि कुरा गर्छु इकोसिस्टम सो यो एन्टरप्रेन्योरसिप र इकोनोमिक डेभलपमेन्टको कुरा थियो हाम्रो देश पनि तबसम्म विकास हुन्छ जबसम्म उद्यमशीलताको विकास हुँदैन उद्यमशील हुँदै अहिले हरेक ठाउँ विश्वविद्यालय अनुदान अहिले पाठ्यक्रममा हाम्रो वैधानिक क्याम्पसमा त एमबिए इन एन्टरप्रेन्योरसिपले प्रोग्रामै चलाएको हामीले त्यसमा हामीले पहिले चाहिँ जसो फ्रान्स र बेलायत बनाएर दुनियाँभरि कब्जा गर्यो व्यापारी भएर कब्जा गरेको नेपोलियनलाई सोधेको थियो बेलायतको बारेमा के भन्यो अनि बेलायतलाई हामी 1 मिनटमा हराइदिन्छौँ त्यो बेलायत नेसन अफ सपकिपर्स त पसलेको देश हो त्यो बेलायतले पसलै हालेर दुनियाँ कब्जा गर्यो त जबसम्म उद्यमशीलता आउँदैन मान्छेमा के गरौँ भन्ने हुँदैन त्यो हुँदैन यहाँ इन्डियाबाट हरियाणा भन्ने ठाउँ छ मेरो धेरै पहिले 2044 सालमा मैले पिएचडी गरेको थिएँ मेरो पिएचडीको थेसिस के थियो भन्दाखेरि रोल अफ स्मल स्केल इन्डस्ट्री इन फार वेस्ट रिजन भन्ने थियो साना उद्यमहरूको के अवस्था छ यहाँ भन्ने अध्ययन थियो 27वटा अब त्यस बेलाको अवस्था के थियो होला बुझ्नु यो छ 27वटा साना उद्योगहरू 10जनासम्म काम दिने उद्योगहरू उद्यम गरे अनि त्यही बेलामा इन्डियाको के अवस्था छ भनेर इन्डियाबाट यो आगराको जुत्ताको एउटा फ्याक्ट्री प्लस पन्जाबमा चाहिँ लुधियानामा 40,000वटा स्मल स्केल इन्डस्ट्री रहेछ एउटै घरमा माथि लोग्ने मान्छेको इन्डस्ट्री छ तल सस्नेको छ त्यस्तो इन्भाइरोमेन्ट छ के भन्छ माथि लोग्ने मान्छेले के लुगा सिलाउने फ्याक्ट्री बनाएको छ तल वाइफले चाहिँ भलिबलको सिलाउने भलिबलमा के गर्ने फुकाउने भन्ने बनाएर गएको सो त्यो घर घरमा इन्डस्ट्रीहरू छन् त त्यो इन्भाइरोमेन्टले गर्दाखेरि नै त्यो भएको हो हामी कहाँ त्यसको काम गर्न वातावरण बनेको छैन सो यो एउटा कुरा भयो अब इकोसिस्टम आपलाई सबैलाई जानकारी दिन्छ कुनै पनि इकोसिस्टम हुन्छ जस्तो कैलालीमा चाहिँ स्याउ हुँदैन किनकि स्याउ हुने वातावरण छैन नि त त्यस्तै माटो हावा पनि चाहियो मुस्ताङमा चाहिँ आँप हुँदैन त्यहाँ स्याउ हुन्छ सो मुस्ताङमा स्याउ किन हुन्छ भन्दाखेरि त्यहाँ स्याउको अनुकूल वातावरण छ इकोसिस्टम चाहिँ मिलेको छ त धेरै कुरासँग मिल्छ इकोसिस्टम भन्छ जस्तो भ्रष्टाचार बढ्यो हुन्छ नि हामी इकोसिस्टम नै पोजिटिभ छ भ्रष्टाचारको जस्तो कोही मान्छे तँलाई थाहा छ यो मान्छेसँग पैसा छैन त्यसले फेरि शब्द लगायो तँलाई थाहा छ घुस खाएर पैसाले शब्द लगायो होइन तर प्रसाद खानामा हामीलाई आपत्ति छैन हामी खान्छौँ प्रसाद हामी प्रसाद खाने पैसा कमाउनु ल्याएको हो त्यसले किन त्यो एक्सेप्टेन्स सोसियल एक्सेप्टेन्स भइसक्यो नि बद्री गरेर आयो केदार गरेर आयो धेरैबाट मासु पठाएर यो रेकर्ड नगर्नु होला त्यो मासु पठाएर चाहिँ बाख्राको बेचन लाग्यो उसको दोकानमा म गएँ त्यहाँ हाजी के लेखाएको थियो हाजी भन्नु ठुलो कुरा हज गएपछि हाजी हुन्छ त्यो हाम्रो यहाँ केदारलाई केदारी हुन्छ नि हो हज बना ठुलो त पनि अब हज हाजी हो कि हज हो कि आयो आउँछ बा दुआ आयो ठिक छ हज गर्नु हो तर मासु जाने फेरि उडाले बेच्नु मुद्दा छ त त्यसमा उनीहरूले यो के भन्छ भने इन्भाइरोमेन्टले असर पार्छ कि कस्तो वातावरण हामी कहाँ घुस खाएको नराम्रो मान्दैनौँ हामीले पहिले इन्डियाको पन्जाबमा के रहेछ भने सुरुमा गाउँका मान्छेले कुनै मान्छेले दुधमा अनि हाल्न आइदिएपछि गाउँमा जसले बेचिदिन्छ बदमास गर्दा तर त्यो गलत काम भन्ने मान्छे जो हामी कुनै क्याटेगोरीलाई के गर्ने आदि हामी गराउँछौँ नि त्यही के गरिरहेको हुन्छ त्यहाँको त पन्जाबमा चाहिँ त्यहाँका मान्छे चोरेर भए पनि दुधमा पानी मिसाउन आइदिएदेखि सबै पिटिदिन्छ अनि डराउँछ किन वातावरण त्यस्तो यो गलत काम हो भन्ने त हामी कहाँ इन्भाइरोमेन्ट छ त हरेक इन्भाइरोमेन्ट हुन्छ शिक्षाको इन्भाइरोमेन्ट हुन्छ त्यही क्याम्पसमा जाने विद्यार्थीहरूको हातमा धेरै चिड गर्न लाग्यो भन्ने कुरा उठ्यो मैले जो समाजमा सबैतिर बेगुबाई भएपछि विद्यार्थी मात्रै त इमान्दार हुँदैन विद्यार्थी पनि फाइदा उठाउँछ जो भ्रष्टाचार हुन्छ जिल्ला प्रशासनमा भ्रष्टाचार हुन्छ सडकमा हुन्छ पुलिसले पैसा उठाउँछ सबैतिर विद्यार्थी नपढेर पार्न खोज्छ त्यो त क्वाइट नेचुरल हो इन्भाइरोमेन्ट नै त्यो छ नि त पुलिस देखाएको छ नपढेर राखेको नलागे मान्छे नेता भएर आयो तपाईँको मान्छे छ भने भोलि बिहानै साँझ भइहाल्छ त यो सर्टकट भयो त्यसमा हामीले ल
ठिक छ यो कुरा म ताजा यो कुरा इन्भाइरोमेन्ट हुनु पऱ्यो इन्भाइरोमेन्ट के हुनु पऱ्यो भन्दाखेरि सबभन्दा पहिलो कुरो सोसियल इन्भाइरोमेन्ट समाजको रिकग्निसन हुनु पऱ्यो समाजलाई मान्छे मान्दैन तँलाई म एउटा कुरा भनौँ समाजले कति खतम छ अब एयरपोर्टको भिआइपी रुम युज गर्ने लिस्ट छ एउटा त्यो लिस्टमा सबैको नाउँ छ तर नेपालको उद्योग वाणिज्यको अध्यक्षको नाउँ छैन पाउँदैन कैलालीको जो एयरपोर्टको भिआइपी रुम छ नि त्यहाँ कैलाली जिल्लाको सबभन्दा बढी कर तिर्ने मान्छे जो छ उसलाई जान्दैन गाउँपालिकाको उपाध्यक्ष जान पाउँछ ऊ जान पाउँदैन किनकि त्यो ऊ त अरू देशमा सबभन्दा बढी करलाई सिआइबी भन्छ कमर्सियली इम्पोर्टेन्ट पर्छ त्यसलाई अगाडि हात माला लगाएर त्यसले लाउनुहोस् त कम गर्छ हामी कहाँ छैन किन त्यो हामी गरिदियो हामी कहाँ भयो एकपल्ट म त्यहाँ इन्भोल्भ हुँदाखेरि एयरपोर्टमा गाडी नै एयरपोर्ट पुगिहाल्यो त्यहाँ बाहिरपट्टि बस्ने ठाउँमा बसेर गएको थिएँ अनि एकजना चिनेकै त्यहाँको त्यो हेर्ने प्रहरी हुनुहुँदो रहेछ त्यो भित्रको यता सर यहाँ भित्र बसौँ त त्यहाँ म अब बोलिदिन्छु भने नबसौँ यहाँ त्यहाँ खालि बेकार हुन्छ त्यो कोही मन्त्री सन्त्री आउँछ बेकार हुन्छ नै आज कोही आउँदैन म गएन कि बाहिर मान्छेसँग भेटघाट हुन्छ अनि एकजना ठुलो भिआइपी मन्त्री आयो छोटो भित्र बस्यो कोही देखाएको चाहिँ राम्रो गर्यो चोर पर्छ त्यहाँ मुखै देखाएन अनि उता सुट सब गएर लास्टमा सुट भित्र पुगेन अलो कोही ठुलो बदमासी गरिरहेको थियो त्यसपछि त्यहाँ एउटा झगडा हुन थाल्यो एउटा पुरानो जिल्ला विकास समितिको उपसभापति पुरानो पञ्चायत कालको मैले पनि यहाँ भित्र जान पाउनु पर्छ